1915 एडी आजभन्दा करिब 110 वर्ष अगाडि अल्बर्ट आइन्स्टाइनले जेनरल थ्योरी अफ रिलेटिभिटी भन्ने पेपर पब्लिस गरेका थिए। जुन पेपरमा चाहिँ अल्बर्ट आइन्स्टाइनले भने कि एकदमै धेरै मास भएका हेभेन्ली बडिजहरूले चाहिँ स्पेस टाइमलाई कर्भ गराउँछ, यानि कि बङ्ग्याउँछ भनेर। यसको मतलब लाइट जुन चाहिँ सिधा बाटोमा हिँड्ने गर्छ, लाइट पनि स्पेस टाइम कर्भ भएको कारणले गर्दाखेरि ग्राभिटी धेरै भएको ठाउँमा चाहिँ बाङ्गो बाटो हिँड्ने गर्छ भनेर भने। र यही उनको सिद्धान्तलाई पुष्टि गर्दै सो समयमा केही वैज्ञानिकहरूले एक्सपेरिमेन्ट पनि गरे, जसमा के पत्ता लाग्यो भने हाम्रो नजिकको तारा सनले चाहिँ तपाईको लाइटलाई पेन्ट गराउँदो रहेछ। हामीभन्दा पर भएका स्टारको लाइटहरू हामी कहाँ जुन आइपुग्छ त्यो स्टारहरू चाहिँ सनको कारणले गर्दाखेरि चाहिँ त्यो स्टारहरू चाहिँ अर्कै ठाउँमा भएको देखिँदो रहेछ। यसपछि आइन्स्टाइनले के रियलाइज गरे भने यदि युनिभर्समा चाहिँ यस्तो हुन्छ भने त त्यहाँनिर चाहिँ ग्राभिटेसनल लेन्सिङ भन्ने फेनोमेना पनि हुन सक्छ भनेर चाहिँ उनले भविष्यवाणी गरे। यो ग्राभिटेसनल लेन्सिङ भनेको चाहिँ के हो त भन्दाखेरि जसरी तपाईको हाम्रो आँखाको समस्या हुनेहरूले कसैले टाढाको नदेख्ने, कसैले चाहिँ नजिकको नदेख्ने समस्या हुन्छ, त्यसपछि हामी चाहिँ यहाँनिर चस्मा लगाउँछौँ। चस्मा लगाइसकेपछि तपाईको त्यो चस्मामा भएको लेन्सले चाहिँ लाइटलाई यसरी बेन्ड गरिदिन्छ कि ठ्याक्कै तपाईको आँखाले क्लियर इमेज देख्न थाल्छ। हाम्रो चस्मामा भएको लेन्सले पनि लाइटलाई चाहिँ बेन्ड गरिरहेछ। त्यस्तै गरेर चाहिँ तपाईको युनिभर्समा जहाँनिर चाहिँ ठुलो ठुलो ग्यालेक्सीहरू, स्टारहरू छन्, त्यो स्टार ग्यालेक्सीहरूको नजिक चाहिँ तिनीहरूको मास धेरै भएको कारणले गर्दाखेरि चाहिँ ग्राभिटेसनल फोर्स पनि एकदमै धेरै हुने भयो। ग्राभिटेसनल फोर्स एकदमै धेरै भइसकेपछि त्यहाँनिरको स्पेस टाइम पनि कर्भ हुने भयो। त्यो कर्भ भइसकेपछि त्यसको नजिकबाट ट्राभल गर्ने लाइटहरूको पनि पाथ चाहिँ बाङ्गो हुने भयो, यानि कि लाइट हिँड्ने बाटो पनि बाङ्गो हुने भयो ग्राभिटेसनल फोर्स धेरै भएको ठाउँमा। यसलाई चाहिँ हामी यसरी पनि व्याख्या गर्न सक्छौँ कि मानौँ कि यहाँनिर चाहिँ कुनै एउटा ग्यालेक्सी छ जसको चाहिँ मास एकदमै धेरै छ र यसको ग्राभिटेसनल फोर्स पनि धेरै हुने भयो। ग्राभिटेसनल फोर्स धेरै भइसकेपछि यसको पछाडिबाट हामीतिर, हामी अब्जर्भरहरू बसेको ठाउँतिर पछाडिबाट आउने स्टारको लाइटहरूलाई चाहिँ यसले बङ्गाइदिने हो। बङ्गाइदिएपछि अब हेर्नुहोस् है त, स्टारको लाइट चाहिँ यताबाट आइरहेछ। यताबाट आइसकेपछि हामीलाई के लाग्न सक्छ भने योभन्दा पछाडिको स्टारको पोजिसन चाहिँ यतातिर छ जस्तो लाग्न सक्छ, तर खासमा त यसको पोजिसन त यहाँनिर छ। हो, यसरी चाहिँ तपाईँको ग्यालेक्सी स्टारहरूले चाहिँ लाइटलाई बेन्ड गराइदिन्छ र लेन्सको काम गरिदिन्छ, जुन फेनोमेननलाई चाहिँ हामी एज अ होल ग्राभिटेसनल लेन्सिङ भन्छौँ। अब यो नासाले केही वर्ष अगाडि रिलिज गरेको यो फोटोलाई हेर्नु। यस फोटोमा तपाईँले जे देखिरहनु भएको छ, यहाँनिर चाहिँ यो डटहरू चाहिँ तपाईँको लाइट बलेको जस्तो यो जुन डटहरू छ, यो डटहरू चाहिँ ग्यालेक्सीहरू हुन्। हामीले यहाँ सरर हेर्दाखेरि चाहिँ के देख्न सक्छौँ भने बिचमा एउटा ग्यालेक्सी छ, वरिपरि 4वटा ग्यालेक्सीहरू छन्, यस्तो देख्न सक्छौँ। तर खासमा चाहिँ यो बिचको ग्यालेक्सी एउटा हो र अर्को यो 4वटा जुन ग्यालेक्सी देखिरहनु भएको छ, यो चाहिँ एउटै ग्यालेक्सीहरूलाई हामीले 4वटा ठाउँमा देखिरहेका छौँ। यो चाहिँ कसरी भयो भन्दाखेरि ग्राभिटेसनल लेन्सिङले गर्दा भयो। यो यसरी भएको हुनसक्छ कि यो बिचमा भएको ग्यालेक्सीको ग्राभिटेसनल फोर्स चाहिँ यति धेरै छ कि यसको पछाडिबाट जुन ग्यालेक्सीको लाइट हामीतिर आइरहेको छ हो, त्यो लाइट चाहिँ बेन्ड भएर चाहिँ 4वटा ठाउँमा देखिरहेका छन्। अब यो 4वटा ठाउँमा देखिरहेको ग्यालेक्सीहरूलाई लाइन तानेर जोड्दाखेरि जुन क्रस फर्म हुन्छ, यसलाई चाहिँ हामी आइन्स्टाइनको सम्मानमा आइन्स्टाइन क्रस पनि भन्ने गर्छौँ। 100 वर्ष अगाडि पेपर र पेन अनि आफ्नो कल्पना शक्तिले जेनरल थ्योरी अफ रिलेटिभिटी लेखेका अल्बर्ट आइन्स्टाइनको कल्पना शक्ति यति शक्तिशाली थियो कि आजको खर्बौं डलर पर्ने हाम्रो जेम्स वेब टेलिस्कोप, हबल टेलिस्कोप जस्तो टेलिस्कोपहरूले खिचेको फोटोमा चाहिँ हामीले जे पनि देखिरहेका छौँ त्यसलाई चाहिँ करेक्सन गर्नको लागि चाहिँ हामीलाई आइन्स्टाइनको थ्योरीले चाहिँ निकै सहयोग गरेको छ। यो पिक्चर मैले चाहिँ नासाको ग्यालरीबाट डाउनलोड गरेको हुँ। यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा पनि राखिदिनेछु। यस्तै फोटोहरू ग्राभिटेसनल लेन्सिङको फेनोमेनन भएको फोटोहरू चाहिँ तपाईँले अरू पनि टन्नै हेर्न सक्नुहुन्छ। यस्ता फोटोहरू चाहिँ नासाले चाहिँ यो अर्काइभमा चाहिँ इन्टरनेटमा राखिदिने गर्छ। तपाईले पनि आफै गएर भिजिट गर्नु होला र तपाईले पनि आइन्स्टाइनको 100 वर्ष अगाडि
निकालेको थ्योरी कति प्रभावशाली छ भनेर चाहिँ यो विभिन्न फोटोहरूबाट पनि बुझ्न सक्नुहुनेछ।